हाई साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज पनि हामी फेरि सुँगुरको मासु खान आँटेको पोलेर। यो चाहिँ हाम्रो रहेको सुँगुरको मासु आज पोलेर खाने। यस्तो चुलामा चाहिँ मैले फर्स्टचोटि पकाउन आँटेको। अब पकाएको त खाइसकेको, तर नि आफूले फर्स्टचोटि पकाउन आँटेको हेर्नु चाहिँ अब कस्तो हुन्छ। हामीले चाहिँ यो हालिदिएको अनि यसरी पकाउनु अरे घाइसी। के गर्नु यस्तै। आई लभ के हो दादा भन्नु त? सुँगुरको मासु भन्नु न। पोर्क सुँगुरलाई पोर्क भन्नुपर्छ नि। अब कुन के गर्नु, सुँगुर खाएर बिग्रेर नेवारहरू होइन दादा? नेवार सुँगुर खाएर बिग्रियो, बाहुन रोटी खाएर बिग्रियो। त्यसको बोसो चुन्छ कि अनि आफै बल्न थाल्छ। तर त्यस्तो चुने खालको बोसो चाहिँ छ हो जस्तो लाग्छ नि मलाई। यतिको पाक्दैछ यतिको। यो धुवाले के भयो? अब साइललाई एउटा बोसो खुवाइदिनुपर्छ ल। नेवारको छोरालाई खुवाउने र ल वा। खान्छु भन्दैउ न। खान्छ अनि हाम्रो सुँगुरको मासु यस्तो भयो। देऊ ल। फर्स्ट बाइट, यता सेकेन्ड बाइट सिंगाने, यता थर्ड बाइट। वाउ सुँगुर कस्तो थियो ज्ञानु? तिमी केमा खाने? हातमा खाने थाहा खाने दिदी? अब मलाई थोरै म त थोरै ज्ञानु यति खान्छ के मलाई पनि बिनाले धेरै थोरै छ। यो लोकल रक्सी खाएर यहाँ कता यो चाहिँ के हो? कस्तो भयो मासु? मिठो। कस्तो भयो भाइ मासु? मिठो। वाउ गर्देऊ न। वाउ गुड। अब खान्छ जसले खानु न खानु।